हेलो सबैलाई गुड इभिनिङ छ सबैको गुड इभिनिङ तपाईहरु कस्तो हुनुहुन्छ आशा गर्छु तपाईहरु राम्रै हुनुहुन्छ होला सन्चै हुनुहुन्छ होला है यस समय अहिले हामी चाहिँ फेलोशिपको लागि हामी गइरहेको छौं हाउस फेलोशिप एकजना विश्वासीको घरमा छ सो हामी जाँदै छु सो तपाईहरुले हेर्न सक्नुहुन्छ बाटो सो हामी जाँदैछौं यहाँदेखि हामी जानु पर्छ यता हामी हेर्नुपर्छ हो यो चाहिँ मेन बाटो हो सो हामी जाँदैछौं अहिले यो तपाईहरुले देख्न सक्नुहुन्छ यो अरुणाचल चेक पोस्ट चेक गेट हो अन्त यहाँ छ एउटा क्याथोलिक चर्च तपाईहरुले देख्न सक्नुहुन्छ सो यो बाटो हामी जाँदैछौं अब यहाँ चाहिँ सानो खोला छ हाम्रो ग्रुप यो बाटो यहाँबाट जानु पर्ने हो सो यो सानो खोला छ अहिले र यो बर्खामा चाहिँ ठुलो हुन्छ बगाउँछ हेर्नुहोस् यता चाहिँ जंगल इलाका जंगल एरिया सो यो जग्गाहरु चाहिँ सबै अरुणाचली हो दामी भ्यू छ अहिले हेर्नुहोस् यो जंगल अब यो अलिकति हिँड्नु पर्ने छ एकजना आन्टीको घरमा हो सो यो जग्गा यो ठाउँ चाहिँ एकदमै निकै नै चेन्ज भएको छ पहिले कस्तो थियो र अहिले कस्तो भएको छ एकदमै चेन्ज भएको छ डेभलप हेर्नुहोस् नजारा हेरा न हेरा सृष्टिको सुन्दरता यसलाई बनाउने प्रभुको महानता धनी र गरिब मेरा भन्न खुट्टा दुख्यो holy अच्छी छ तपाईहरुले हेर्न सक्नुहुन्छ यो
जियोको टावर छ होला एयरटेलको त 5G पाउँछ ए हामीलाई वेलकम गर्न आँटेको के हैन सेक्युरिटी गार्ड हो यो मन्जिल हाम्रो आइपुग्न आँट्यो बा यो कुएर है मैले पनि यो त्यो के भन्छ फ्रेमहरुको बा 0 देखि ल्याएर लगेको थिएँ त पुरा उम्रियो जिरोको कुएर ल हैछ है कुएर के भन्छ सुगर केन आन्टीको घर यो हो सो हामी यहाँ आइपुग्नु लागेको छ अब यो चाहिँ स्मल सानो पुल हो बेम्बुको हेर्नुहोस् कति दामी छ अगाडि जानुपर्छ होला उता यो चाङ्गर भनिन्छ यो बाँसको बेम्बुको हेर्नुहोस् हामी आन्टीको घरमा आइपुग्यो हेलो जेमसी आन्टी आन्टी हुनुहुन्छ यहाँ यस्तो छोड्नु पर्दो रहेछ हाम्रो जुत्ता खोल्नु पर्यो अब चप्पल हेर्नुहोस् भ्यू अब म चढ्दैछु है यसरी लिफ्ट भनिन्छ औ सो हामी डेस्टिनेसनमा आइपुग्यो कता आया पुरा थाक्यो हैन भिडियो अब त्यो एडिट गर्छ डाइरेक्ट अब